नमस्कार। दमै दाइको बाजा भाग 9 मा यहाँहरूलाई स्वागत छ। अब त्यस पण्डितको पनि सपनामा भगवान आइसक्नु भयो। भगवानले त परीक्षा लिनलाई आउनु भएको, तर त्यस पण्डितलाई के थाहा? त्यस लोभी पण्डितलाई पनि त्यसको बारेमा केही थाहा थिएन, किनकि उसको मन तन सबै लोभमा थियो, त्यस सुनको बाजामा थियो। र पण्डितलाई पनि भगवानले दमै दाइलाई जस्तै गरेर सोध्नु भयो, हे पण्डित, तिमीलाई के चाहिन्छ माग भनेर भन्नुभयो। पण्डितले पनि ठ्याक्कै त्यही दमैको हाउभाउमा, त्यही दमै दाइको हाउभाउमा, ए भगवान, मलाई पनि एउटा बाजा चाहिएको छ भनेर भन्यो। अब पण्डितले माग्ने तरिका र दमै दाइले माग्ने तरिकामा धेरै फरक थियो। दमै दाइले जरुरतको हिसाबले मागेका थिए भने पण्डितले लोभका हिसाबले मागेका थिए। र भगवानले पनि तथास्तु भनेर भन्नुभयो। त्यसपछि पण्डित एकदम निन्द्राबाट बिउजियो र हर्षित भयो। हर्षित के कुरामा भयो भने अब मैले पनि बाजा प्राप्त गर्छु, दमै दाइको जस्तै गरेर सुनको बाजा प्राप्त गर्छु। अब भाग 10 हेर्नको लागि केही समय प्रतीक्षा गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।